आफ्नालाई जोगाउनको लागि भ्रष्टाचारीहरूको संरक्षण गर्नको लागि बनेको रातारात बिचौलियाको घरमा बनेको यो समीकरण, यो ठगबन्धनको सरकार, यो ठगबन्धनको सरकारले नेपाली जनतालाई र नेपाली जनताको पक्षमा केही राम्रो गर्छु भन्नेलाई कतिसम्म दुःख दिन्छ भन्ने पछिल्लो समयमा यो प्रष्ट देखिँदै आएको एउटा उदाहरण हो। रवि कुलमानलाई जसरी दुःख दिँदैछ यो एउटा उदाहरण हो। अब यो भ्रष्टहरूको साम्राज्य खत्तम हुने दिन, यो भ्रष्टहरूको साम्राज्य सकिने दिन अब चाँडै आउँदैछ। देशको उपप्रधान तथा गृहमन्त्री समेत भइसकेको व्यक्ति, अत्याधिक मत लिएर अत्याधिक मतान्तरले विजय भएका, सबैभन्दा बढी मतान्तरले विजय भएका देशको 14औं ठुलो दलको नेता, जसले नेपाली जनतामा एउटा आशा जगाए, नेपाली जनतामा एउटा भरोसा दिलाए, केही हुन्छ देशमै पनि केही गर्न सकिन्छ भनेर नेपाली जनता खाडीमा रहेका युवाहरूको एउटा भरोसा बने, जसरी एउटा विश्वास जितेका थिए, उनलाई जसरी फसाउनका लागि यो ठगबन्धन सरकारले आफ्ना भ्रष्टाचारीको फाइलहरू लुकाउनको लागि जसरी दुःख दिइराखेको छ, जनताले एक दिन यसको हिसाब लिनेछन्। यिनको भ्रष्टाचारले बनेको यिनको साम्राज्य एक दिन ढल्नेछ। 84मै बुढाहरूको 84 पूजा हुनेछ। अहिले त पावरमा छन्, जसलाई मन लाग्यो त्यसलाई चाहँदाखेरि निकाल्ने, चाहँदाखेरि ल्याउने, चाहँदाखेरि जेल लाउन सक्छौ। तर एउटा कुरा याद राख, जुन दिन जनताले चाहेको व्यक्तिलाई रवि, बालेन, गोपी, हर्क, कुलमान जस्तालाई पावर दिन्छन्, शक्ति दिन्छन् नि, त्यो दिन तिम्रो बाउले पनि केही गर्न सक्नेवाला छैन। आज शुक्रबार आशा गरौँ सत्यको जित हुनेछ र यो देशमा न्याय छ, कानुन छ र अदालत छ भन्ने एउटा भाष्य निर्माण बन्नेछ। निर्दोष फस्नु हुँदैन, भ्रष्टाचारीहरू जोगिनु हुँदैन। जब यी भ्रष्ट नेताहरूको फाइल खोल्न सुरु भयो, तब यिनीहरूको निद हराम भयो र रातारात समीकरण बदल्नु पर्यो र भागभण्डामा पारेर सबलाई भाग पुर्याएर जनताको पक्षमा केही गर्छु भनेलाई जेलसम्म पुर्याएका छन्। यसको हिसाब जनताले अवश्य लिने नै छन्। याद राख, भ्रष्ट सरकार हो, याद राख, भ्रष्ट दलाल, विदेशीका दलालहरू हो। तिमीहरूको पापको हैटो भरिसकेको छ। जनता सचेत बन्दैछन्। अब आज तिमीहरू शक्तिमा छौ, तिमीहरू पावरमा छौ, तिमीहरूको मन परिचल्छ, तर जुन दिन जनताले सही व्यक्तिलाई पावर दिन्छन्, जनताले सही व्यक्तिलाई शक्ति दिन्छन् नि, त्यो दिन तिमीहरूको बाउले पनि केही गर्न सक्दैन। यो देश तिमीहरूबाट खतरामा छ, यो व्यवस्था तिमीहरूबाट खतरामा छ। अब जनता जाग्नेछन्, जनता सचेत हुनेछन्। याद राख, यो गणतन्त्र कुनै राजावादीहरूबाट, कुनै विदेशीहरूबाट खतरामा छैन, तिमीहरू भ्रष्टाचारीहरूबाट खतरामा छ यो गणतन्त्र। तिमीहरू कारणले खतरामा पर्दैछ आज यो गणतन्त्र। याद राख, जनताको इच्छा विपरीत काम गरेको कारणले खतरामा पर्दैछ यो गणतन्त्र। तिमीहरूको भ्रष्टाचारीहरूलाई जोगाउनको लागि लिएको गणतन्त्र होइन यो गणतन्त्र। तिमीहरूको आफ्नाको लागि अकुत सम्पत्ति कमाउनको लागि ल्याएको गणतन्त्र होइन यो। याद राख, अब जनता सचेत हुँदैछन्, जनता सचेत बन्दैछन्। जनता सचेत बनेको दिन तिमीहरूको खैरात छैन। अब यो मिसन 84मा तिमीहरूको 84 पूजा निश्चितै छ। सक्छौ भने सुध्र, सक्दैनौ भने सकिनको लागि तयार बन। जय देश, जय स्वाभिमान। आज आशा गरौँ सत्यको जित हुनेछ र प्रिय जननेता, अत्याधिक मत लिएर विजय भएका, चितवनवासीले अत्याधिक मत दिएका र अत्याधिक मतान्तरले विजय भएका नेता, युवा जगतको ढुकढुकी, युवाहरूको आशाको केन्द्र रवि लामिछानेले न्याय पाउनेछ भन्ने अपेक्षा सहित जय देश, जय स्वाभिमान।